होइन यो भ्रमको खेती गरेर के पाउँछौ भने क्या तिमीहरूले के पाउँछौ यो अहिले अध्यादेश लिएर आएको यो कुराहरूमा जति पनि भ्रामिक कुराहरू आइरहेका छन् नि त्यो खै अब बुझेर बोलिरहेछन् कि नबुझेर बोलिरहेछन् कि विरोधी भएर गरिरहेछन् कि त्यो चाहिँ थाहा भएन। तर जनतालाई चाहिँ एउटा भ्रम सिर्जना गर्न खोजिरहेका छन् क्या। मैले यो एउटा स्मृति तिमल सिन्हा भन्नेको एउटा भिडियो हेरेँ। त्यो बहिनीले के भनिरहेछ सुन्नु होला है त, अनि कमेन्ट पनि गर्नु होला उसको कुरा कस्तो लाग्यो तपाईँहरूलाई। हालै फेरि यो सरकारले अध्यादेश पनि ल्याएछ र तपाईहरुले यसमा बुझ्नै पर्ने असली खेल के हो भनेर म तपाईलाई भन्दैछु। पहिला बालेन सरकारले संसद अधिवेशन बोलाउँछ, तर हतारमा फेरि केही दिनमै यो अधिवेशनलाई क्यान्सल गर्छ। यसबारे सोध्दा सरकारका प्रवक्ता सस्मित पोखरेलले यो कुरा त नर्मल हो, कुनै अध्यादेश ल्याउन लागेको छैनौ भनेर जवाफ दिन्छन्। तर त्यो भनेको फेरि 2-3 दिनमै बालेन सरकारले अध्यादेश ल्याउँछ। यसको मार्केटमा आज यति धेरै विरोध किन भइरहेको छ र जेनजीको भगवान बालेन्द्र शाहले किन यसलाई चोरबाटोबाट लिएर आइरहेका छन् यो बारेमा बुझ्न जरुरी छ। पहिलो अध्यादेश संवैधानिक परिसर सम्बन्धी छ। अब यो संवैधानिक परिसरको मुख्य उद्देश्य भनेको चाहिँ सर्वोच्च अदालतमा प्रधान न्यायाधीश, अख्तियारको प्रमुख, निर्वाचन आयोगको प्रमुख साथै लोकसेवा आयोगको प्रमुख देखि लिएर सब मेन ठाउँमा नियुक्ति गर्ने काम गर्छ। अब मेन कुरा त यही नै छ। अब एकपल्ट संवैधानिक परिसरमा राम्ररी हेर्नु, यहाँनेर प्रधानमन्त्री, प्रधान न्यायाधीश लगायत 6 जना व्यक्तिहरू हुन्छन्। पहिला यस्ता ठुलठुला पदमा नियुक्ति गर्दाखेरि प्रधानमन्त्री सहित 6 जना मध्ये 5 जनाको चाहिँ सहमति हुनु पर्यो। तर केपी ओलीले 2077 सालमा प्रधानमन्त्री हुँदा मङ्सिरको महिनामा यसरी संसद छलेर अध्यादेश मार्फत नै मेन ठाउँमा नियुक्ति गर्न 5 जनालाई हटाएर 6 जनामा बहुमत यानि कि 4 जना मात्रै भए पुग्ने भनेर कानून नै परिवर्तन गरे। अब यसको मुख्य कारण के थियो भने केपी ओलीलाई अख्तियारको प्रमुखमा आफ्नो मान्छे नियुक्ति गर्नुपर्ने थियो। तर त्यतिखेर माओवादीका सभामुख अग्नि सापकोटा र विपक्षी दलकै अर्का नेता शेरबहादुर देउवाले यो कुरा अस्वीकार गरिसके पछाडि उनले 6 जनामा 4 जना मात्र भए पनि पुग्ने भनेर कानून नै चेन्ज गरेर आफ्नो मान्छे अख्तियार प्रमुखमा नियुक्ति गरेका थिए। अहिले बालेन शाहले पनि ठ्याक्कै यही गर्न खोजिरहेका छन्। उनले यसको संख्या घटाएर 4 जनामा घटाएर जम्मा 3 जना बनाउन खोजिरहेका छन्, जसको मतलब अब बालेन शाहले निर्वाचन आयोग, अख्तियार, प्रधान न्यायाधीशदेखि सबै मेन ठाउँमा आफूलाई जसलाई मन लाग्यो त्यसलाई आफूलाई जति बेला मन लाग्यो त्यतिखेर राख्न पाउँछन्। अब यति गरिसकेपछि मालपानी लगायत जसको पनि टाउकोमा बालेन शाहको हात छ, अब उनीहरू कसैलाई हल्लाउन सक्दैन। उनीहरूलाई कहिले अख्तियारको आरोप लाग्ने छैन, उनीहरूमाथि कहिले कुनै कानुनी कारबाही हुने छैन। उनीहरूले राष्ट्रघाती यो देशको कर छली गरे पनि बालेन शाहको हातमाथि चाहिँ उनीहरूको टाउको छ भने बाँचे उनीहरू अब सबैजना। बालेन शाहका मान्छेहरूले अब मान्छे नै मारे पनि, कसैको दिदी बहिनी बलात्कारै गरे पनि यति ठाउँमा बालेनले आफ्नो मान्छे घुसाइसकेपछि अब कुनै माइकलले विरोध गरेर केही पनि हुनेवाला छैन। 2-4 दिन कराउँछन्, त्यसपछि हराउँछन् वाला सिद्धान्तमा उनीहरूले बिलिभ गर्छन्। आखिर अदालतको त इलेक्सन कुरै पनि छोडिदिउँ। अब यो गरिसके पछाडि घण्टीका समर्थकहरूले तपाईको दिदी बहिनी बलात्कृत भयो भने पनि तेरो त बलात्कार हुनै पर्थ्यो, यो त बेस्या थियो अरे भनेर छुट्टै कन्स्पिरेसी थ्योरी एउटा बनाउन थाल्छन्। ओभरअल भन्नु पर्दाखेरि यति गरिसकेपछि बालेनले अब जसलाई मन लाग्यो उसलाई फसाउँछ, जसलाई मन लाग्यो उसलाई बचाउँछ। मालपानी जस्ता बिजनेसम्यानहरूको अब सुखका दिन आउनेवाला छन्, किनकि उनीहरूको भगवानले उनीहरूमाथि हात राखेर उनीहरूलाई बचाउनको लागि अध्यादेशबाट कानुनै परिवर्तन गरिसके। अब बालेनले यो अध्यादेश त पास गराइ नै हाल्छन्। त्यस पछाडि प्रधान न्यायाधीशमा, अख्तियार प्रमुखमा, निर्वाचन आयोगको प्रमुखमा आफ्नो मान्छे नियुक्ति गरिहाल्छन्। त्यस पछाडि हामी भगवान माथि प्रार्थना मात्र गर्न सक्छौं कि निकट भविष्यमा उसका आसेपासेका मान्छे, उसका बिजनेसम्यानहरूले तपाईका छोरी बेटी, तपाईको धन सम्पत्तिसँग केही नगरिदियोस्, किनकि जे गरिदिए पनि बचाउनको लागि उसको हातमा उसको बाउ बालेन शाह छँदैछ। यसको सबैभन्दा जल्दो बल्दो उदाहरणमा हाम्रो भारत छिमेकी देशमा दिन चाहन्छु नरेन्द्र मोदी, जसको कन्ट्रोलमा ईडी, सीआईबी लगायत स्टेटको सबै मेकानिजम र मसिनरिजहरू छ। उनले विपक्षी दलका नेता केजरीवाललाई बिना पुख्ता सबुतको समाते र 1 वर्षपछि बल्ल थाहा पाउँदैछन् त्यहाँका जनताले कि केजरीवाल निर्दोष थिए। तर यति बेलासम्म उनको पार्टी कोल्याप्स भइसकेको छ। भारतका प्रमुख प्रतिपक्ष दलका नेता राहुल गान्धीले इलेक्सन कमिसनले चाहिँ झेली गरेर बीजेपीलाई चुनाव जितायो भनेर उनले चाहिँ सबुत सहित बाहिर मिडियामा देखाएका थिए। र अब केही वर्षपछि नेपालमा पनि यही हुन्छ। आउँदो स्थानीय चुनावमा होस् या अर्को 87 को चुनावमा होस्, अब सबै अङ्गहरूमा राष्ट्रसभाको हात भइसकेपछि उनीहरूले पनि भारतमा जस्तै चिटिङ गरी जिताउनलाई कुनै पेर छैन। मलाई त यो अलिकति ठिक लागेन, किनभने यस्तो भ्रम फैलाउने कुराहरू चाहिँ नगरिदिनु होला प्लिज। किनभने देशमा केही राम्रो होला भन्ने सोचिरहेको हामी परदेशीहरू यस्तो भ्रम फैलाउन थालेपछि घरकाले के सोच्लान्, परदेशका मान्छेहरूले के सोच्लान्। होइन कि चाहिँ नि तपाईँको
भाउ नै ठिक थियो भने किन फाल्नु परेको थियो त नि, होइन र? त्यो भाउ ठिक भइदिएको भए त अहिले देशमा त्यो 23-24 को घटनै हुन्थेन होला, होइन? त्यही भएर यतिसम्म पनि नगर्नुहोस् कि, यतिसम्म विरोध पनि नगर्नुहोस् कि जनता भ्रामिक भइरहन् क्या।